पार्टी सभापति रवि लामिछानेको जेल यात्रा कहिले टुङ्गिने हो अनिश्चित बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी दबावमा छ। यसअघि रविको हिरासत बसाइका क्रममा नेतृत्वविहीनताको अवस्था पार्टीले भोगेको थियो। यद्यपि सभापति रिहाईको मुद्दा कमजोर हुने भन्दै रवि पक्षधरले नेतृत्वको विकल्प नखोज्ने बताए। त्यस्तै सांसदबाटै निलम्बित भए पनि संसदीय दलको नेतृत्वमा समेत उनको विकल्प खोजिएन भने पार्टी रविले नै हिरासतबाट चलाइरहेका थिए। पछि धरौटीमा रिहा भएपछि राष्ट्रपाले केही राहत महसुस गर्दा रवि निलम्बन फुकुवा र राजनीतिक कार्यक्रममा सक्रिय बने। तर उच्च अदालत दाङको बुटवल इजलासले गत चैत्र 22 गते लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। लगत्तै काठमाडौँबाट पक्राउ परेका उनी बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले उच्च अदालतकै आदेश सदर गरेपछि कहिलेसम्म कारागार बस्छन् निश्चित छैन। यसबाहेक चितवन, कास्की र काठमाडौँ जिल्ला अदालतमा उनको मुद्दा कायमै छ भने धरौटीमा छोड्ने आदेश विरुद्ध तीनवटै जिल्लाका सरकारी वकिल उच्च अदालत पुगेका छन्। यसले रविको विकल्प खोज्नेदेखि नयाँ बाटो तय गर्नुपर्ने दबाव राजसभामा बढ्दा कम्तीमा संसदीय दलको नेता छान्नुपर्ने बहस पार्टीभित्रै सुरु भएको छ। यद्यपि शीर्ष नेताहरू भने पार्टीको सुदृढीकरणमा भन्दा पुराना दल पेल्ने रणनीतिमै देखिन्छन्। फलत कारागार नै पुगेर रवि भेटेर बैठक सुरु गरेको राजसभा भिडेरै अघि जाने बाटोमा देखिएको छ। अर्थात् सत्ताकै चाप्लुसीबाट रवि छुटाउन सक्ने र पार्टीको नेतृत्वविहीनता टुलुटुलु हेर्ने दुवै अवस्थामा राजसभा छैन। यसले उनीहरू संसदमा दरो उपस्थिति जनाउने बाटोमा लागेका हुन्। सबै मन्त्री गएर एयरपोर्टमा सबै विन्डोमा बसेर डाचा लाउने हो र होइन नि। कार्यान्वयन हुने पक्ष कर्मचारीबाटै हो। कसको कार्यकालमा भयो, उसको सरुवा कसले गरायो, सरुवा विधिवत रूपमा थियो कि थिएन, सरुवा गराउँदै गर्दा कार्यविधि अपनाइएको थियो कि थिएन, सबै विधिवत रूपमा अवलम्बन गरिएको थियो कि थिएन, प्रश्न त त्यो हो नि हैन। डाचा लगाउने काम मैले गरे होइन, त्यसैले मेरो गल्ती होइन भनेर पन्छिन पाइदैन। पर्सिको बैठक सामान्य हुने छैन, यति मात्र अहिले भन्छु। धन्यवाद। हुन त राजसभा विरुद्ध यो पार्टी नभई क्लब भएको आक्षेप लाग्दै आएको छ। त्यस्तै राजसभा न त संसदमा पेल्न सक्ने अवस्थामै छ, न त कुनै मुद्दालाई राजनीतिक रूप नै दिन सक्ने अवस्थामा छ। उनीहरू केवल गालीकै भरमा उदाएको र पुरानासँगै मिलेको आरोप समेत खेपिरहेका छन्। अहिले सभापतिमाथि नै वज्र परेपछि मात्र रन थनिएको राजसभा बीचमा पुराना दलका नेता फकाउन लागि समेत परेको थियो। त्यस्तै रवि विरुद्ध राजनीतिक प्रतिशोध शान्तिको भाष्य केही मात्रामा अहिले स्थापित हुँदा त्यसले उत्पन्न सहानुभूतिको फाइदा समेत माओवादी जस्ता दलले नै लिइरहेका छन्। अर्थात् न त साङ्गठनिक रूपमा न त मुद्दा कुनै पक्षबाट समेत राजसभाले आफूलाई स्थापित गर्न सकेको देखिँदैन। यही कारण अहिले महाधिवेशन र पार्टीको स्थापना दिवसबारे नै ध्यान केन्द्रित गर्नुपर्ने आफ्नो प्राथमिकता भएको राजसभाका नेताहरूले बताउँदै आएका छन्। अर्थात् उनीहरू अहिले पनि नेतृत्वका सवालमा भने रविको विकल्प नखोजी अघि बढ्ने बाटोमै छन्। यही कारण उनको जेल यात्रालाई समेत राजसभा नेताहरू राजनीतिक फाइदामा उपयोग गर्न सकिने आशामा देखिन्छन्। हाम्रो सदस्यताको हिसाबले हेर्ने हो भने सदस्यतामा बढोत्तरी भएको अवस्था छ। रवि लामिछाने कारागार गइसके पछाडि अर्कोतिर तपाईँको हामीले गाउँ गाउँमा सङ्गठन निर्माण गर्ने क्रममा हामी आफै गाउँमा, म आफै पनि गाउँ गाउँमा पुगेका हुन्छु। गाउँ गाउँमा सङ्गठनप्रति अगाध आस्था छ। कार्यकर्ता त बोल्नन्, तर मतदाताको विषय तपाईँले जो भन्नुभयो, मतदाताको विषय चाहिँ तपाईँहरू जतिको मिडिया कर्मी साथीहरूले यसो गाउँतिर गएर पनि मत सर्वेक्षण गरिदिनु हुनु, म तपाईँहरूलाई पनि विनम्रतापूर्वक अनुरोध गर्छु। किन मुख्य कुरा त रिक्त संसदीय दलको नेता छान्न र पार्टीका रिक्त पद पूर्ति गर्न समेत राजसभाले सकेको छैन। त्यस्तै न विपक्षी मोर्चा बनाउन सकेको छ, न त पुरानोलाई धक्का दिने हैसियत नै बनाइसकेको छ। केवल आफूहरूमाथि प्रहार भएको भाष्यलाई नै भजाएर जाने उनीहरूको बाटो समेत जेलभित्र रविको सन्नाटासँगै कम नहोला भन्न सकिँदैन। यसले चौतर्फी घेराबन्दी र अलमलमा रहेको राजसभा परीक्षाको घडीमा देखिन्छ। यही कारण हरेक कदम फुकी फुकी चाल्नुपर्ने अवस्थामा राजसभा रहँदा सानो गल्तीले समेत पार्टीमा फुट नल्याउला भन्न सकिँदैन।